म यतिखेर जापानको वान अफ द फेमस टुरिस्ट डेस्टिनेसनमा छु। यस ठाउँलाई हाकुने भनिन्छ र यो किन फेमस छ भने यहाँनेरि एक्टिभ भोल्क्यानो रहेको छ। यो साइडमा देखिरहेको धुवा चाहिँ एक्टिभ भोल्क्यानोको हो र यहाँनेरि जापानिज भन्दा पनि धेरै टुरिस्टहरू यसको अवलोकन गर्नका लागि आउनुभएको छ। र यहाँनेरि अर्को एउटा फेमस चिज रहेको छ। यहाँनेरि मैले चाहिँ पहिलोचोटि सुन्दैछु, सायद तपाईँले पनि पहिलोचोटि सुन्दै हुनुहुन्छ होला। यहाँ कालो अन्डा पाइनेछ। कालो अन्डा चाहिँ एउटा रेगुलर अन्डालाई यहाँको बाफमा पकाइसकेपछि त्यो कालो बन्नेछ, जुन हामी यस भिडियोको पछि पनि देख्नेछौँ र खानेछौँ। र तपाईँ पनि यहाँ आउन चाहनुहुन्छ, जापानमा हुनुहुन्छ र यहाँ आउन चाहनुहुन्छ भने तपाईँ आफ्नो प्राइभेट भेहिकल्समा, बसमा या मेरो साइडमा देखिरहेको रोपवेबाट पनि आउन सक्नुहुनेछ। यतिखेर चाहिँ म यहाँको सबैभन्दा फेमस कालो अन्डाको स्ट्याचुनेरि आइपुगेको छु। यो स्ट्याचु चाहिँ फोटो खिच्नकै लागि बनाइएको हो, किनकि यो यहाँ एकदमै फेमस छ। र यो स्ट्याचुको एउटा साइडमा चाहिँ तपाईँले हाकुनेको डाँडो राखेर फोटो खिच्न सक्नुहुन्छ भने अर्को साइडमा चाहिँ जापानकै सबैभन्दा अग्लो माउन्ट फुजीलाई राखेर खिच्न सकिन्छ। यतिखेर मेरो हातमा पनि कालो अन्डा रहेको छ, जुन यहाँको एकदम फेमस छ। यो कालो अन्डा वास्तवमै बाहिरबाट हेर्दा चाहिँ कालो रहेको छ। यसलाई भोल्क्यानोको बाफमा भनौँ या पानीमा भनौँ उमालेर यस्तो बनाइएको हो। र वास्तवमा यो कालै छ, बाहिर मात्र या भित्र पनि कालो छ। यो चाहिँ अब आउनुहोस् खाएर हेरौँ अनि थाहा हुन्छ। र यसको टेस्ट पनि कस्तो रहनेछ म तपाईँहरूलाई भन्दैछु, आउनुहोस्। यहाँ आउने सबैको हातमा तपाईँले यो अन्डा देख्न सक्नुहुन्छ। र यो अन्डा चाहिँ हामीले पनि लिइसकेका छौँ। र अब यसको टेस्ट र भित्रमै वास्तवमा यो भित्रैदेखि कालो छ कि बाहिर फुल मात्र कालो छ, यो हेर्नेछौँ। यो भित्र चाहिँ हल्का हल्का मात्रै कालो, त्यस खासै धेरै कालो छैन। यो बाहिरको खोल मात्रै कालो रहेको छ। र यसलाई यो तातै पनि छ, यो भर्खरै बनाइएको फ्रेस अन्डा छ। अब पालो आयो टेस्टको। यो चाहिँ भित्र पनि खासै धेरै कालो छैन, पहिल्यै छ। त्यो टेस्टको कुरा गर्ने हो भने यो टेस्ट चाहिँ अन्डा त अन्डै हो, रेगुलर अन्डा जस्तै छ, तर हल्का टेस्ट तपाईँले हल्का फ्लेभर अलग पाउनुहुनेछ।